अत्यन्त न्यून भएको हुँदाखेरि उहाँहरूलाई हाम्रो पर्यटनको मूलधारमा कसरी ल्याउने हैन अब दिगो पर्यटनसँग कसरी जोड्ने भन्ने हिसाबले चाहिँ हामीले गर्ने कार्यक्रमहरूमा हामीले अलिकति बढी प्राथमिकता चाहिँ यो समुदायलाई दिएका छौँ। यसै अन्तर्गत हामीले यो जुन अहिले 21 दिनको चाहिँ वरिष्ठ र बेकरी तालिम गरिरहँदाखेरि जुन हाम्रो अपाङ्गता भएका त्यसमा पनि अब बहिरा समुदायबाट हैन अब छुट्टै अब श्रवण शक्ति अथवा अलिकति श्रवण शक्ति कम भएका समुदाय हामी बहिरा अब समुदाय भन्छौँ हैन। उहाँहरूलाई चाहिँ अब पर्यटनको मूलधारमा ल्याउनलाई यो वरिष्ठ बेकरीको तालिम दिएर उहाँहरूले अब भोलि केही न केही रूपमा चाहिँ आय आर्जन गर्ने वातावरण सिर्जना हुन सक्छ हैन। अब त्यो हिसाबले चाहिँ अन्य यो समुदायबाट अन्य व्यक्तिहरूलाई पनि एउटा मोटिभेसन हुन्छ र यो क्षेत्रमा आउन आय आर्जनमा जोडिन चाहिँ टेवा पुग्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रम गरेका छौँ।